नमस्कार दर्शक महानुभावहरू, आज पनि अत्यन्तै राम्रो र अत्यन्तै सस्तो मूल्यमा रहेका जग्गा देखाउनको लागि म आइरहेको छु। यस भिडियोलाई अन्तसम्म हेर्न नबिर्सनुहोला। लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। यदि तपाईँको घर अथवा जग्गा चाहिँ बिक्री गर्नु परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। स्क्रिनमा हामीले नम्बर राखेको छौँ, त्यो नम्बरमा चाहिँ कल गर्न सक्नुहुन्छ। र लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला टेक न्युज एन्ड भिड युट्युब च्यानललाई। यदि तपाईँको घर अथवा जग्गा लिने मन छ र कुन स्थानमा कति आनामा चाहिँ बनेका घर सम्पूर्ण जानकारी चाहिँ लिन चाहनुहुन्छ अथवा तपाईँले चाहिँ जग्गा अथवा घर किन्न चाहनुहुन्छ भने हामीलाई तपाईँले कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ र प्रतिक्रिया दिन पनि नबिर्सनुहोला। अब म जाँदैछु अत्यन्तै राम्रो र असाध्यै राम्रो रहेका यो घर देखाउनको लागि म जाँदैछु। तपाईँले हेर्न सक्नुहुन्छ यो जग्गा, यो घर रहेको छ। यो घर चाहिँ बालाजु पोइन्टारमा रहेका अत्यन्तै राम्रो रहेको छ। यसको विस्तृत जानकारी, यसको मूल्य र यसमा चाहिँ कति आनामा बनेको सम्पूर्ण डिटेल जानकारी लागि यस भिडियोलाई अन्तसम्म चाहिँ हेर्न नबिर्सनु है साथीहरू। अब म जाँदैछु, तपाईँले हेर्न सक्नुहुन्छ। अब म भित्र जाँदैछु। यहाँबाट चाहिँ ढोका जुन चाहिँ गेट अगाडि गेट खोलेर चाहिँ म भित्र जाँदैछु। तपाईँले हेर्न सक्नुहुन्छ यसमा ग्यारेज पनि रहेको छ। एकदमै आकर्षक घर रहेको छ। यो चाहिँ तपाईँको भूकम्प पछाडि चाहिँ बनेको घर रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ यो घरका चाहिँ तपाईँको यहाँ चाहिँ तपाईँको चाहिँ यस्तो प्रकारको दृश्य देख्न सक्नुहुन्न। तपाईँले चाहिँ अत्यन्तै राम्रो रहेको छ। यहाँ यो चाहिँ ग्यारेज भइहाल्यो, मैले चाहिँ यहाँ देखाउँदैछु। तपाईँले चाहिँ यता चाहिँ तुलसी भइहाल्यो। यो चाहिँ तपाईँको चाहिँ हेर्न सक्नुहुन्छ। धेरै आकर्षक घर रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ मुनि चाहिँ मार्बल पनि बिछाएको छ र भित्रकोपट्टिको दृश्य पनि हेर्न सक्नुहुन्छ। धेरै आकर्षक, धेरै राम्रो रहेको छ है, तपाईँले हेर्न सक्नुहुन्छ। अब एकछिनपछि म चाहिँ अब भित्र जान्छु। अब भित्र जाँदाखेरि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यसमा चाहिँ चारवटा कोठा रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ। एउटा कोठा भइहाल्यो यो, र त्यसपछि अर्को कोठा पनि यतापट्टिको अर्को साइडमा पनि म कोठा देखाउँछु। तपाईँले हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ यतापट्टि एउटा कोठा भयो र यो चाहिँ बाथरुम भइहाल्यो। तपाईँले हेर्न सक्नुहुन्छ। अब बाथरुम हेर्न सक्नुहुन्छ। बाथरुम पनि धेरै आकर्षक रहेको छ र धेरै तपाईँको चाहिँ सफा रहेको छ। हेर्न सक्नुहुन्छ। यसमा बाथरुम पनि धेरै फराकिलो रहेको छ, हेर्न सक्नुहुन्छ। अब त्यसपछि म यतातिर फर्किन्छु। तपाईँको हेर्न सक्नुहुन्छ तपाईँले। अब यसमा चाहिँ यतापट्टि चाहिँ तपाईँले चाहिँ यो चाहिँ खुड्किलो रहेको छ, माथि चढ्ने खुड्किलो रहेको छ। यो चाहिँ बाहिर रहेको छ एउटा चाहिँ जुन चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ बाहिरतिर रहेको छ एउटा, र त्यसपछि यतापट्टि चाहिँ खुड्किलो रहेको छ। हेर्न सक्नुहुन्छ तपाईँले। एकदमै आकर्षक रहेको छ यो घर चाहिँ, तपाईँले हेर्न सक्नुहुन्छ। अब यसको मूल्यको बारेमा म एकछिनपछि म बताउने नै छु र भिडियोलाई अन्तसम्म हेर्न नबिर्सनुहोला। अब यो खुड्किलोमा चाहिँ तपाईँको यसरी चाहिँ मार्बल बिछाएको छ, माथिसम्म पनि मार्बल बिछाएको छ। तपाईँले हेर्न सक्नुहुन्छ। म जाँदैछु यसमा। तपाईँले लाइभको रूपमा भिडियो चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ लाइभ नै हो, तपाईँले हेर्न सक्नुहुन्छ यसमा। अब त्यसपछि म माथि जाँदैछु। तपाईँले हेर्न सक्नुहुन्छ र माथि आइपुगेको छु म। अब त्यसपछि म चाहिँ माथि आउँदाखेरि चाहिँ यसमा मार्बल बिछाएको छ र भित्रपट्टिको चाहिँ म जान्छु। यतापट्टिको पनि कोठा रहेको छ र मुनि चाहिँ 3टा कोठा रहेको छ र बाथरुम समेत चाहिँ 4वटा कोठा भइहाल्यो र माथिल्लो चाहिँ यसमा चाहिँ 4वटा कोठा रहेको छ। बाथरुम समेत चाहिँ 5वटा रहेको छ। यसमा यो चाहिँ अगाडिपट्टिको चाहिँ बाथरुम भइहाल्यो। यो चाहिँ हेर्न सक्नुहुन्छ। यो आकर्षक रहेको छ र धेरै राम्रो रहेको छ यो चाहिँ बाथरुम, हेर्न सक्नुहुन्छ तपाईँले। अब त्यसपछि चाहिँ यतापट्टिको पनि रुम देखाउन सक्नुहुन्छ तपाईँले चाहिँ। यो चाहिँ तपाईँको दोस्रो फ्लोर रहेको छ। यो चाहिँ दोस्रो फ्लोर रहेको छ। यसमा हेर्न सक्नुहुन्छ। यसमा एकदमै आकर्षक रहेको छ है, एकदमै आकर्षक। यसमा चाहिँ जुन चाहिँ वालहरूमा छ, वालहरूमा चाहिँ यस्तो प्रकारको कलरिङ राखेको छ। एकदमै आकर्षक तरिकाले चाहिँ, एकदमै राम्रो तरिकाले चाहिँ कलरिङ चाहिँ आनेको छ, कलरिङ राखेको छ। यसमा हेर्न सक्नुहुन्छ। कोठाहरू पनि सबै चाहिँ फराकिलो रहेको छ, एकदमै सफा रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ। यो घरको चाहिँ तपाईँको डिजाइनिङदेखि लिएर सबै कम्पाउन्ड रहेको एकदमै राम्रो चाहिँ आकर्षक रहेको छ। मुनिदेखि माथिसम्म चाहिँ मार्बल बिछाएर तयार पारेको यो घर धेरै आकर्षक।
कुरो गर्न सक्नुहुन्छ। र एकछिनपछि अब त्यसपछि यसको चाहिँ किचन कोठा पनि हेर्न सक्नुहुन्छ तपाईँले। यस प्रकारको चाहिँ किचन कोठाहरू हेर्न सक्नुहुन्छ। धेरै आकर्षक रहेको छ है, धेरै राम्रो रहेको छ। किचन कोठा पनि धेरै फराकिलो रहेको छ र क्यामेराले अलि अँध्यारो देखिँदा पनि यसमा चाहिँ त्यस्तो अँध्यारो टाइपको छैन। अब यतापट्टि बाहिरतिर पनि हेर्न सक्नुहुन्छ, बाहिर पनि यसरी चाहिँ खाली रहेको छ, खाली चाहिँ यस्तो स्पेस दिएको छ, स्पेस राखिएको छ यसमा, बाहिर पनि हेर्न सक्नुहुन्छ तपाईँले। र यसमा चाहिँ एकदमै आकर्षक छ है। अब तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ यसमा किचन कोठा पनि यस प्रकारको चाहिँ हेर्न सक्नुहुन्छ। यसमा यस प्रकारको सिनहरू देख्न सक्नुहुन्छ तपाईँले। यस घरका लागि चाहिँ तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ। अब त्यसपछि म एकैछिनपछि यसको चाहिँ आनामा यो रहेको ठाउँ सबै नै म बताउने नै छु र भिडियोले अन्तसम्म चाहिँ अन्तिमसम्म वरिपरिको दृश्य पनि धेरै राम्रो रहेको छ, एकदमै आकर्षक रहेको छ। यस घरको चाहिँ फेरि पनि म भन्न चाहन्छु, तपाईँ चाहिँ बालुचो पैँटार भन्ने स्थानमा रहेको छ यस घर चाहिँ। र यसमा चाहिँ मुनिदेखि माथिसम्म चाहिँ यसमा चाहिँ मार्बल बिछ्याएर तयार पारेको र त्यसपछि धारा पनि टिन्ट रहेको छ यसमा र 10 वटा कोठामा रहेको छ। 3.5 आनामा चाहिँ बनेका आकर्षक घर रहेको छ र यसमा 10 कोठा रहेको छ। यसमा चाहिँ सबै गरेर यसमा चाहिँ तपाईँको यस घरको चाहिँ मूल्य रहेको छ 1 करोड 65 लाखमा चाहिँ तुरुन्तै बिक्रीमा रहेको छ। तपाईँले इच्छुक महानुभावले तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ।
सम्पर्कको लागि यसमा स्क्रिनमा हामीले नम्बर राखेको छौँ। उक्त नम्बरमा चाहिँ कल गरेर चाहिँ सिधै घरजनासँग चाहिँ कुरो गर्न सक्नुहुनेछ। तपाईँले धेरै आकर्षक राम्रो जुन चाहिँ घर रहेको छ तपाईँले हेर्न सक्नुहुन्छ। मुनिको चाहिँ मार्बलहरू बिछ्याएर र टायर पारेको धेरै आकर्षक चाहिँ घर देख्न सक्नुहुन्छ। तपाईँले यस घरको लागि चाहिँ तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ। अब हेर्न सक्नुहुन्छ तपाईँले है धेरै आकर्षक धेरै राम्रो चाहिँ यो घर रहेको छ। घरको मुनि र माथिको चाहिँ दृश्य पनि हेर्न सक्नुहुन्छ तपाईँले। तपाईँ कहाँबाट बोल्नुहुन्छ, कुन स्थानबाट हेर्नुहुन्छ, हामीलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। र यदि तपाईँको घर अथवा जग्गा बिक्री गर्नुपर्नेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र यस घरको लागि चाहिँ तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ। म सबभन्दा मुनि चाहिँ ग्राउन्ड लेभलमा आएको छु। तपाईँले हेर्न सक्नुहुन्छ यो अगाडिपट्टिको चाहिँ यसमा ग्यारेज रहेको छ। यो चाहिँ गाडी राख्नको लागि ग्यारेज रहेको छ। यो चाहिँ सबभन्दा मेन चाहिँ ढोका रहेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। र बाहिरको गेट पनि रहेको छ। यसमा कम्पाउन्ड चाहिँ यसरी चाहिँ बाँधिएको छ, कम्पाउन्ड राखिएको छ। यसमा कार अथवा केही चाहिँ गाडीहरू चाहिँ साधन राख्न सक्नुहुन्छ। तपाईँले यस घरको लागि तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ। यस घर रहेको छ बालाजी पोइन्ट टारमा रहेको अवस्थित भएका अत्यन्तै राम्रो चाहिँ घर रहेको छ। यस घरको लागि तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ। यसमा 15 फुट बाटोले टच भएको रहेको छ। यस घर चाहिँ पूर्व मोहडा चाहिँ फर्केको रहेको छ। यस घरको लागि तपाईँ कहाँबाट हेर्दै हुन्छ हामीलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। र टेक न्युज एन्ड पेड युट्युब च्यानललाई सब्सक्राइब गरी जोडिनुहोस्। हामीसँग धेरै सस्तो घरसँग सम्बन्धी सम्पूर्ण जानकारी तपाईँले पाउन सक्नुहुन्छ। यदि तपाईँको घर अथवा जग्गा बिक्री गर्नु परेमा हामीलाई तुरुन्तै सम्पर्क गर्न सक्नुहुन्छ। हस् त, नमस्ते।